हेलो गाइस, आज चाहिँ हामी ट्र्याक्टर चलाउन गइरहेका छौँ। उहाँ चाहिँ ट्र्याक्टर छ, ऊ त्यहाँ रहेको छ हाम्रो ट्र्याक्टर। हामी ट्र्याक्टरबाट आइसकेका छौँ। यो हो हाम्रो ट्र्याक्टर। अब हेर्नुहोस्, यत्रो माटोको लोडहरू छ है, अनि कहाँ दौडिन सक्छ। यस्तो हुन्छ अनि भारी बोकेर हामी दौडिन सक्छ त्यस्तै छ। अब अलि ओभानो माटोमा भने यो अडिँदैन, सर र मात्र हुन्छ। यस्तो हुन्छ यसको फाली। यो चाहिँ यसको फाली, यसको दुईपट्टि नै फाली हुन्छ। यता र उता। यो चाहिँ यसको पाता, माटोहरू नउठ्यो, ढिँडोहरू नउठिटोस् भनेर। यो चाहिँ यसलाई अड्डाउने हल हो। अब हामी ट्र्याक्टरलाई स्टार्ट गर्न गइरहेका छौँ। जोत्नै सक्ला छैन, कहिले जोत्ने हिलो भएर यो चिसो बढी भएर भित्रभित्र गाडीहरू मात्र बस्छ, अगाडि नै बढ्दैन। यो चाहिँ यसको फिल्टर, यो चाहिँ साइलेन्सर, यो चाहिँ ट्याङ्की। अब चाहिँ त्यो चाहिँ एक्सिलेटर। अब यो स्टार्ट हुनु गइरहेको छ, त्यहाँ एक्सिलेटर लिनुपर्छ। यो चाहिँ यसको एक्सिलेटर कहाँनिर खोल्ने, यो ल खुलिसकेको छ एक्सिलेटरको लक। अब स्टार्ट हुनु गइरहेको छ ट्र्याक्टर।